भने अब रश्मि पनेरू न अमेरिकाबाट डिपोर्ट हुने अवस्था देखिन्छ, किनभने अमेरिकाले यसलाई व्यक्तिगत घटनाको रूपमा मात्र हेर्छ। उसलाई कुनै चासोको कुरो छैन। एउटा नेपाल भन्ने राज्यबाट एकजना विवाहित महिला हाम्रो अमेरिकामा आइन्, पढिन् भने उनको आफ्नो कुरा हो, उनको सम्बन्ध भयो भएन भनेर यी रश्मि पनेरूको चाहिँ पछाडि सारा अमेरिका, अमेरिकी जनता, अमेरिकी प्रशासन, अमेरिकी न्याय प्रशासन अथवा त्यहाँ डिपोर्ट गर्ने प्रशासन कोही पनि पछि लाग्दैन। त्यही भएर मैले कानुनमा के भने श्रीमान श्रीमतीको सम्बन्धमा रश्मि पनेरूले अरू केही पनि गरेको होइन। आफूसँगै पढ्ने कलेजको साथीसँग आफूलाई फी तिर्न नपुगेर केही रकम सहयोग मात्र मागेकी हुन् र आफ्नो घरबाट पैसा आउनलाई केही ढिलाइ भएको कारण उनले केही दिनको लागि केही रकम सहयोग माग्छिन् र त्यही मागेको सहयोग मागेको कारणले र त्यो जुन स्ट्याटस हुन्छ, जुन मेसेज हुन्छ, त्यो एउटा सामाजिक सञ्जालमा कसैको मार्फत एउटा भाइरल हुन पुग्छ र त्यो मेसेज उनको घरको श्रीमानले पत्ता लगाउँछन् र त्यही अनुसार आज फेरि श्रीमान यस्तो भयो उस्तो भयो भन्दै रुँदै आउँछन् र आफ्नो श्रीमतीको बेइज्जत आफैले गरिरहेका छन्। र त्यही एउटा श्रीमानले केही कुराहरू बोलेको घटनालाई लिएर फेरि दायाँ बायाँ रहेका जुन मिडियाकर्मीहरूले छत्ताछुल्ला बनाइदिएका छन् र आज सामाजिक सञ्जालमा रङ्गी भएको छ। हुने कुराहरू, टाइटलहरू नहुने कुराहरू बनाएर हालेका छन्। तपाईँ के भन्न चाहनुहुन्छ, कहाँबाट हेर्नुहुन्छ तल कमेन्टमा लेख्नुहोला। र जुन उनले केही निकै पैसाहरू ऋण खोजेर गएको हुन्छन् र काम गर्दै गर्ने, पढ्दै गर्ने र यो पैसा मैले तिर्नुपर्छ भन्ने उनको मनमा छ। तर आज श्रीमानले भने एउटै वचन भनेका छन्, यो पैसा जति पनि खर्च भएको छ त्यो पैसा तिर्नुपर्ने हुन्छ भन्ने कुरा गरेका छन्। तर त्यो चाहिँ अलिकति गलत लाग्यो, किनभने सामाजिक सञ्जालमा हुने नहुने कुराहरू त्यो आउने सम्भावना कुरा नै हो, सबैले हालिरहेका छन् र त्यस्तोको पछाडि लागेर र वर्षौँसम्म आफ्नो सम्बन्धलाई बिगार्ने आफैले त्यस्तो चोट र हरेक धेरै टाढामा आफ्नो श्रीमती हुन्छन्, काम गर्छन् र उनलाई चोट उल्टै दिने त्यस्तो कामहरू गर्नु हुँदैन कहिले पनि। र उनको रश्मिले त गल्ती त खासै त्यस्तो त केही पनि गरेको छैनन्, किनभने यहाँ 100%मा 10%ले गल्ती गर्लान्, तर 90% भने आफ्नो पारिवारिकको लागि सोचेरै काम गरिरहेको हुन्छन्। मैले नजिकबाट चिनेको छु, उनले जुन कामहरू अहिले गरिरहेका छिन् त्यो आफ्नो पारिवारिक अवस्थालाई हेल्प गर्नको लागि गरेका छिन्। तर यो होइन कि जुन काम गर्यो भन्नेमा उनले त्यो आफ्नो साथीसँग रिलेसनमा बसेको पनि होइन, उनी एक्लै बसेको छिन् र तर पनि यहाँ चाहिँ सबै रिलेसनमा बस्यो, बिहे गर्यो भनेर एकदम टिका टिप्पणी आइरहेको छ।